हेलो साथीहरू, मेरो च्यानल रातको रहस्यमा स्वागत छ। मेरो नाम चन्द्र हो र म तपाईहरूले पठाएका वास्तविक डरलाग्दा कथाहरू नरेट गर्छु। यदि तपाईँ पनि आफ्नो कथा शेयर गर्न चाहनुहुन्छ भने डिस्क्रिप्सनमा इमेल आइडी छ। तपाईले आफ्ना कथाहरू लेखेर वा भोइस मेसेज मार्फत मलाई पठाउन सक्नुहुन्छ। म उत्कृष्ट कथा छानेर त्यसमा नरेट गर्नेछु। आजको कथातर्फ लागौं। यदि तपाईलाई यस्ता कथा सुन्दा डर लाग्छ भने यो कथा नसुन्नु राम्रो हुन्छ। मेरो नाम हरि हो र म नेपालको सहर काठमाडौँमा बस्छु। म आज तपाईसँग एउटा कथा शेयर गर्न चाहन्छु जो 100% साँचो हो। यो यस्तो डरलाग्दो दास्तान हो कि सायद यस च्यानलमा यसअघि यस्तो कथा आएको नहोला। कुरा सन् 2009 को हो, जब म र मेरो साथी शङ्कर एउटा मेलामा गएका थियौं। यो त्यही मेला थियो जो हरेक वर्ष डिसेम्बर 13 मा लाग्छ। त्यति बेला म 22 वर्षको थिएँ र शङ्कर पनि त्यत्तिकै। ती दिनहरूमा मैले नयाँ बाइक किनेको थिएँ र तपाईलाई थाहै छ नयाँ बाइकको कति शौक हुन्छ। हामी दुवैले निर्णय गर्यौं कि यो वर्ष मेलामा नयाँ बाइकमा जाउँ। यसरी बाइक राइड पनि मज्जाले गर्नेछौँ। खैर, हामी दुवै दिउँसो 3 बजीतिर आफ्नो गाउँबाट निस्क्यौं। हामीलाई जानुपर्ने ठाउँ लगभग 55 किलोमिटर टाढा थियो। हामी साँझ 4 बजेतिर मेलामा पुग्यौं। त्यहाँ एउटा सिंगल सडक थियो जसमा दिनमा पनि खास ट्राफिक हुँदैन थियो। रातमा त्यहाँ कस्तो सन्नाटा हुन्छ भनेर अनुमान लगाउनुहोस्। मेलामा खानेकुरा र पिउनेका पसलहरू थिए। हामीले केही खायौं, पियौं, अलिकति रमाइलो गर्यौं। मेरो मन थियो कि हामी बिहानसम्म त्यही बसौं, तर मेरो साथी शङ्करलाई त्यो मन परेन। उसले भन्यो अहिले नै फर्कौं। मैले उसलाई बुझाएँ कि रात धेरै भइसक्यो, माथि जाडो पनि छ, बिहान आरामले निस्कौँला। तर ऊ कुनै हालतमा मान्न तयार थिएन। अन्ततः म उसको जिद्दी अघि झुक्न बाध्य भएँ। त्यो बाटो निकै सुनसान थियो। दिनमा पनि त्यहाँ कम मानिसहरू हिँड्थे र रातमा त मानिसको कुरा टाढा, आवाज समेत आउँदैन थियो। माथि त्यस इलाकामा चोरीहरू धेरै हुन्थे र मेरो नयाँ बाइकमा नम्बर प्लेट पनि लागेको थिएन। खैर, मनमा ढुङ्गा राखेर मैले बाइक की खानेर हामी निस्क्यौं। रातको ठीक 12 बजेतिर हामी मेलाबाट हिँड्यौं। लगभग 10 किलोमिटर पार गरिसकेपछि त्यो खतरनाक इलाका सुरु भयो। सिंगल सडक थियो र चारैतिर टाढा टाढासम्म अन्धकार मात्र छाएको थियो। हाम्रो बाइकको हल्का उज्यालो बाहेक केही देखिँदैन थियो। मनमा डर पनि थियो कि नयाँ बाइक छ, नम्बर पनि छैन, कतै कसैले छिनिदियो भने। 15 मिनेट बिस्तारै यात्रा गर्यौं किनभने अन्धकार साँच्चै गहिरो थियो। त्यसपछि हामी लगभग 20 किलोमिटर पार गरिसकेका थियौं। जाडो पनि धेरै थियो र म बाइक 50 किलोमिटर प्रति घण्टा गतिमा चलाइरहेको थिएँ। सडकको छेउमा ठूला ठूला रुखहरू सुरु भए। केही किलोमिटर पछि अचानक रुखहरू बीचबाट कसैले आवाज दियो, यही रोक, अगाडि गए ठूलो नोक्सानी हुन सक्छ। मेरो शरीरमा झट्का लागे जस्तो भयो। मेरो साथीले मलाई जोरले समात्यो। मैले बाइक तीव्र पारे र हामी काँपिरहेका थियौं। माथि डिसेम्बरको चिसो रात। केही बेरपछि हामी अगाडि बढ्यौं भने लगभग 500 मिटर टाढा 2 बाइक र एउटा गाडी देखियो जसका लाइटहरू टाढाबाट देखिँदै थिए। जब हामी नजिक पुग्यौं तब थाहा भयो कि 2 डाकाहरू गाडी लुटिरहेका रहेछन्। त्यति बेला हामी रोकियौं र सोच्न थाल्यौं अब के गरौं। जहाँ हामी उभिएका थियौं त्यहाँबाट दायाँतिर एउटा मोड थियो जो कच्ची बाटो थियो। त्यस बाटोको दुवैतिर लामा लामा रुखहरू थिए जसले जंगल जस्ती दृश्य प्रस्तुत गरिरहेका थिए। मैले धेरै नसोची त्यही बाटोमा मोडे ताकि मेरो बाइक नछिनियोस्। मैले बाइक तीव्र चलाइदिएँ। मेरो साथी काँपिरहेको थियो र बारम्बार भनिरहेको थियो काश बिहान आउँथ्यौं। मैले भने अब यसको के फाइदा। हामीलाई थाहै थिएन कि हामी हिँडिरहेको बाटो कति लामो छ। बाटोमा टाढा उज्यालो देखिन्थ्यो तर एउटा कच्ची बाटो लगभग 15 फिट चौडा थियो र दुवैतिर घना जंगल थियो जुन मृत्यु जस्तै थियो। त्यस बाटोमा तीव्र बाइक चलाइरहेका थियौं तर हामीलाई कुनै अन्दाज थिएन कि यो बाटो कहिले सकिन्छ। लगभग 30 मिनेटसम्म त्यसै गरी हिँड्यौं तर बाटो सकिने नाम नै लिइरहेको थिएन। अब वास्तविक कथा यहाँबाट सुरु हुन्छ। हामी विद्यार्थी केटाहरू थियौं। हामीले बाइकमा त्यति पेट्रोल पनि हालेका थिएनौं जसले घर फर्कन सजिलो होस्। तर केही बेरपछि बाइक झट्का खान थाल्यो किनकि पेट्रोल सकियो र बाइक बन्द भयो। अब म र मेरो साथी यस्तरी काँप्यौं जस्तो कुनै कयामत आइलाग्यो। चारैतिर अन्धकार,
कालो रात जस्तो कयामतको दृश्य। खैर बाइक बन्द भयो। म ओर्लिए र बाइकलाई चौक उठाउन थालेँ कि अचानक लाग्यो हाम्रो नजिकबाट कुनै चिज तीव्र गतिमा गुज्रियो र यो चिज मेरो साथीलाई पनि महसुस भयो। म भन्न सक्दिनँ त्यो पलमा मेरो खुट्टा मुनिबाट जमिन निस्कियो। मैले चौक दिएँ तब बाइक स्टार्ट भयो। तर समस्या यो थियो कि चौकबाट मात्र 1-2 किलोमिटर बाइक चल्न सक्थ्यो। त्यसै भयो बाइक झट्का खाँदै रोकियो। तब हामी दुवैले निर्णय गर्यौं कि पैदलै यात्रा जारी राख्छौं र बाइक पनि घिसार्छौं। अब हाम्रोमा अर्को विकल्प पनि थिएन। 15 मिनटसम्म हिँड्यौं, रोकियौं र सोच्न थाल्यौं कि अगाडि कति टाढा बाँकी छ। तब हामीले निर्णय गर्यौं कि यहीं चुपचाप बिहान हुनको प्रतीक्षा गर्छौं। खैर हामी सडकको छेउमा बस्यौं र बाइकलाई स्ट्यान्डमा राखिदियौं। रातको 2 बजिसकेको थियो। हामी दुवै जंगलमा सडकको छेउमा सुस्त सास फेरिरहेका थियौं र दुआ गरिरहेका थियौं, भगवान हामीलाई दया गर। केही समय बित्यो कि अचानक हामीलाई कसैको गुनगुनाउने आवाज आयो। यस्तो आवाज जस्तो 80 वर्षको बुढो मान्छे होस्। हाम्रो सास रोकियो। रातको 2 बजेतिर यहाँ कसरी कोही हुन सक्छ? त्यो आवाज हाम्रो पछाडिबाट आइरहेको थियो। मेरो साथमा एउटा सानो टर्च थियो किनकि त्यतिबेला हामीलाई मोबाइल राख्न अनुमति थिएन। मैले त्यो टर्च बाले र पछाडितिर 5-6 कदम हिँडे, जबकि मेरो साथी बाइक नजिकै बसेको थियो। जसै म जंगलभित्र केही कदम गएँ तब देखेँ एउटा सानो नदीमाथि पुल बनाइएको छ र त्यसमाथि कालो कपडा लगाएको सेतो कपाल भएको व्यक्ति लडिरहेको छ। केवल उसको आँखा बाहिर थिए, जसमा कालो चस्मा, सनग्लासेस लगाएको थियो। रातको समयमा कसैलाई सनग्लासेस लगाएको देखेर रविलाई लाग्यो कि कोही पागल होला। रविले उसलाई व्यवस्था गर्यो र ट्रकमा चढ्दै भन्यो, अगाडिबाट हट। तर त्यो व्यक्ति कुनै जवाफ दिइरहेको थिएन। रविलाई रिस उठ्यो, जोडले करायो, अगाडिबाट हट। उसको यस्तो कराउँदा होटलवाला बाहिर आयो र सोध्यो, कुनै समस्या छ? रविले उसतिर हेर्दै भन्यो, होइन, बस यो मान्छे अगाडिबाट हटिरहेको छैन। होटलवालेले अचम्म मान्दै सोध्यो, कुन मान्छे? रविले ट्रकको अगाडि इशारा गर्दै भन्यो, यो। तर त्यहाँ कोही थिएन। सडकमा पूर्ण सन्नाटा र बिरानी छाएको थियो। रविले आश्चर्यचकित हुँदै भन्यो, अहिले त यही थियो। अगाडि खुल्ला सडक थियो। दायाँतिर चियाको ढाबा र बायाँतिर अन्धकारमा डुबेको मरुभूमि। रविको शरीरमा झुरझुरी दौड्यो। ऊ चाँडै ट्रकमा बसेर इन्जिन स्टार्ट गर्यो र त्यहाँबाट निस्क्यो। रविले ट्रकलाई सडकमा कुदाउन थाल्यो। यात्रा निकै कठिन भइसकेको थियो किनकि सलाला नजिक दुवैतिर मरुभूमि छ। यसकारण त्यहाँ बालुवा उडिरहन्छ। जब हावा दायाँतिर चल्छ तब सबै बालुवा उडेर बायाँतिर टिब्बाहरूतिर जम्मा हुन्छ र जब हावा बायाँतिर चल्छ तब बालुवा दायाँतिर उडेर जम्मा हुन्छ। सडकमा पनि बालुवा यसरी चिप्लिन्छ जस्तो पानी, जसकारण त्यहाँ प्राय कुहिरो छाउँछ। रविले ट्रकको गति कम गरिदियो। उसलाई ड्राइभिङ गर्न कठिनाई भइरहेको थियो। अचानक उसलाई महसुस भयो जस्तो कोही ट्रकको ढोका बजाइरहेको छ। ऊ छक्क पर्यो कि हिँडिरहेको ट्रकको ढोका कोही कसरी बजाउन सक्छ। उसलाई लाग्यो सायद वहम हो। तर अब बायाँतिरको ढोका झन जोडले बज्न थाल्यो। अचानक सडकको हेडलाइटमा उसलाई लाग्यो जस्तो कोही चिज ट्रकसँगै दौडिरहेको छ। ट्रकको गति ऊ पहिल्यै कम राखेको थियो। उसले टाउको घुमाएर सिसाबाट बाहिर हेर्यो। त्यो एउटा बाख्रा थियो जो सिसाबाट स्पष्ट देखिँदै थियो। ऊ छक्क पर्यो कि बाख्रा यति लामो हुन सक्दैन कि ट्रकको बराबर आओस्। जब उसले सिसाबाट तल हेर्यो तब उसको शरीर सुन्न भयो। त्यो बाख्रा हावामा उडिरहेको थियो। उसका 4 खुट्टा यसरी हल्लिरहेका थिए जस्तो दौडिरहेको अवस्थामा र ऊ ट्रकको सिसासँगै टाँसिएर उडिरहेको थियो। अब यो दृश्य देखेर ऊ घबरायो। फेरि तुरुन्तै ट्रकको गति बढायो, तर बाख्राले पनि उसलाई तीव्र गतिमा उड्न थाल्यो। अचानक कुहिरोमा अगाडिबाट एउटा जङ्गली ऊँट दौड्दै आयो। रवि त्यतिबेला ट्रक यति तीव्र चलाइरहेको थियो कि ब्रेक लगाउँदा ट्रक पल्टिन्थ्यो। उसलाई लाग्यो यो ऊँट पनि बाख्रा जस्तै कोही अर्को मखलुक हो। त्यसैले उसले ट्रक सिधा अगाडि बढायो। एउटा जोरदार धमाकासँगै झट्का लाग्यो, तर रविले ट्रक रोकेन। बाटोमा ऊ जति पनि सुरतहरू जान्दथ्यो पढ्दै गयो। लगभग आधा घण्टापछि एउटा पुलिस स्टेसन आयो। रविले ट्रक रोकेर ओर्ल्यो। अगाडि आउने पुलिसवालाहरूलाई देखेर जमिनमा लडेर बेहोस भयो।
पुलिसवालाहरूले उसलाई उठाएर स्टेसन लगे। तानी आदि छर्के तब ऊ होसमा आयो। पुलिसले सोध्यो, के भयो? कसैको हत्या गरेर आएको जस्तो यति घबराएको छौ र तिम्रो ट्रकमा रगत पनि लागेको छ। उसले भन्यो, होइन सर, मेरो ट्रकबाट त्यो ठाउँमा एउटा उँच ठोकियो। फेरि उसले आफ्नो सबै कुरा सुनायो। त्यति बेलासम्म बिहान भइसकेको थियो। पुलिसवालाहरू जाँच गर्न रविसँग त्यही सडकमा गए। तब साँच्चै त्यहाँ जङ्गली ऊँटको लास परेको थियो। रविलाई गम्भीर ज्वरो आयो। उसलाई तुरुन्तै अस्पताल लगियो। त्यसपछि ओमनमा यो कानुन लागू भयो कि यदि रातको समय हो भने सलालातर्फ एक्लो ट्रक जान सक्दैन। कम्तीमा 7 वा 8 ट्रक एकसाथ हिँडेमा मात्र अनुमति छ, किनकि यसअघि पनि यस्ता धेरै घटनाहरू भएका थिए। रविको भाग्य राम्रो थियो कि ऊ बाँच्यो, नत्र यसअघि धेरै ड्राइभरहरू यस्तै घटनामा ज्यान गुमाइसकेका थिए। यो थियो मेरो आजको कथा। यदि मन पर्यो भने जरुर शेयर गर्नुहोला। ओमानसँग सम्बन्धित मेरोमा अरू धेरै साँचा घटनाहरू छन्। धेरै धन्यवाद तपाईले कथा शेयर गर्नुभयो। र यदि तपाई आफ्नो कथा सुन्नुहुन्छ भने कमेन्टमा फिडब्याक अनिवार्य दिनुहोला। अब अर्को रोड ट्रिप कथातर्फ बढौं। लगभग 15 दिन अघिको कुरा हो। गुन्जो टक्करमा पेपरहरू भइरहेका थिए इन्कम ट्याक्सका, र यो हैदराबादबाट लगभग 20 किलोमिटर टाढा छ। दिनभरि मानिसहरू टेस्ट आदि दिन आइरहेका थिए। त्यसमा कस्टम, सब इन्स्पेक्टर, सिपाहीका भर्तीहरू भइरहेका थिए र पुरै दिन मानिसहरू त्यहाँ टेस्ट दिन आइरहेका थिए। मानिसहरू विभिन्न शहरबाट त्यहाँ पुगिरहेका थिए। कोही रातको 1:30-2 बजेतिर पनि आइरहेका थिए। यो एउटा लामो राइड हुन्थ्यो, जसको लागि बाइक राइडरहरू प्रतीक्षा गर्थे, किनकि राम्रो कमाइ हुन्थ्यो। त्यसैगरी म पनि उभिएको थिएँ। रातको 2:30 बजेतिरको समय थियो। कासिम चोकमा मलाई एउटा राइड मिल्यो। उसले मलाई भन्यो कि मलाई गुन्जो टक्कर जानु छ। मैले उसलाई भने कि यो यहाँबाट निकै टाढा छ, 20-25 किलोमिटर भन्दा बढी र लगभग पौने घण्टाको बाटो छ। मैले उसँग भाडा तय गरेँ र उसलाई राखेर त्यहाँबाट निस्केँ। बाटो लामो थियो। जसै हामीले हैदराबाद क्रस गर्यौं, तब मलाई त्यति आइडिया थिएन कि कुन तर्फबाट जान्छौं। मलाई थाहा थियो कि 2-3 बाटा जान्छन्। म दिनमा त्यतातिर गएको थिएँ, तर गुन्जो टक्कर कुन तर्फ थियो मलाई आइडिया थिएन। एउटा बाटो थाहा थियो कि फतेह चौकबाट पनि जान्छौं। जसै हामीले फतेह चौक क्रस गर्यौं, तब वरिपरि गाउँका कुकुरहरू भुक्न थाले। सवारी भाइले तिनीहरूमध्ये एकलाई बोतलले हाने। मैले उसलाई भने, भाइ यस्तो नगर्नु, यी गाउँका कुकुरहरू हुन्, मानिस चुपचाप गुज्रियोस्। ख्यार हामी हिँडिरह्यौं। वरिपरि बस्तीहरू थिए। 1-2 होटलहरू पनि खुलेका थिए। जस्तो मैले तपाईलाई पहिले भनेको थिएँ कि हामीलाई बाटो थाहा थिएन। सवारी भाइले पनि एकजनासँग सोध्यो, तब उसले पस्तोमा बतायो। फेरि हामी अगाडि गयौं, तब अर्कोतिर एउटा होटल थियो। त्यस होटलवालेले हामीलाई बतायो कि अगाडि एउटा प्लान्ट छ, त्यस प्लान्टबाट बाटो तल जान्छ, तपाईहरू त्यताबाट जानुहोस्। फेरि उसले भन्यो कि अहिले रातको 3:45 बजिरहेको छ, तपाईहरू अहिले नजानुहोस् र यहाँ बस्नुहोस् र बिहान हिँड्नुहोस्। सवारी भाइले मसँग सोध्यो कि अगाडि भित्र बस्ने कुनै व्यवस्था छ, तर मलाई यो कुराको आइडिया थिएन। मैले भने कि स्पष्ट कुरा हो, त्यहाँ ट्रेनिङ सेन्टर बनाइएको छ। जहाँ तपाईँ पेपर दिन जाँदै हुनुहुन्छ, तब स्पष्ट छ कि त्यहाँ कुनै न कुनै व्यवस्था हुनेछ। त्यसले भन्यो कि बस चलौं। फेरि हामी हिँड्यौं र जब हामी तल ओर्लियौं, तब त्यहाँ केवल हाम्रो बाइक र हामी 2 मात्र थियौं। हामी हिँडिरहेका थियौं। त्यहाँ केवल बिरानी र सन्नाटा थियो। वरिपरि पहाडहरू थिए, जस्तो दब होस्। र त्यतिन्जेल भाइले केही पुराना यादहरू पढ्न थाले र उसले मलाई भन्यो कि तिमी मलाई यी बिराने र पहाडहरूमा कता ल्याएका छौ? यहाँ त केवल हाम्रो बाइकको उज्यालो मात्र छ र चारैतिर अन्धकार छ। केवल पहाडहरू देखिँदैछन्। केही नहोस्, तिमी फर्क। ऊ डराइरहेको थियो। मैले भने कि भाइ 8-10 मिनेट हामी यस्तै हिँड्छौं र फेरि अगाडि पुग्छौं। ऊ आफै पनि डराइरहेको थियो र मलाई पनि डराइरहेको थियो। मैले उसलाई भने कि भाइ हिम्मत राख्नुहोस्। यसरी उसमा अलिक हिम्मत आयो। म पनि भित्रैबाट डराइरहेको थिएँ। हामी अगाडि गएर त्यो ठाउँमा पुग्यौं। सायद त्यो चौराहा थियो। त्यहाँ केबिनहरू बनाइएका थिए। 2-3 कुर्सीहरू पनि थिए। हामीले त्यसलाई नक गर्यौं, तब त्यहाँबाट मानिस आयो। ऊ निन्द्राबाट उठेको थियो। हामीले उसलाई माफ माग्यौं। हामीले उसलाई भन्यौं कि यो मानिसले पेपर दिनु छ। उसले भन्यो कि तपाईहरू यो समयमा आउनुभयो। त्यो समय 4 बजिरहेको थियो। हामी उसँग बस्यौं। त्यसपछि उसले मलाई भाडा दियो। फेरि मैले उसँग सोधेँ कि यो पेपर कहिलेसम्म चल्छ। उसले भन्यो यो पेपर 3-4 शिफ्टमा हुन्छ। अहिले 7 बजेतिर हुन्छ, फेरि 9 बजेतिर हुन्छ र 12 बजेसम्म मानिसहरू आइरहन्छन्। मैले भने कि म फर्किन्छु भने कुनै अर्को सवारी पनि यतातिर मिल्न सक्छ, किनकि त्यो समयमा मेरो हालत त्यस्तै थियो। चौकीदारले मलाई रोक्दै भन्यो, भाइ तपाईँ नजानुहोस्,
जब दिनको उज्यालो हुन्छ तब तपाईँ निस्कनुहोस्। त्यो समयमा मलाई भाडा पनि तिर्नु थियो, मलाई पैसाको निकै आवश्यकता थियो। मैले भने कि म अहिले निस्कन्छु कि मानिसहरू आइरहेका छन्, आउने समय हो र मलाई कुनै न कुनै सवारी मिल्नेछ। भाइले पनि मलाई रोके कि तपाईँ अहिले नजानुहोस्। मैले उसलाई भने कि होइन, अब मैले बाटो हेरेको छु, बस म यहाँबाट बाइक मोड्छु र हिँड्छु। म तपाईलाई भन्छु, जहाँ मैले उसलाई छोडेँ त्यहाँबाट जो बिराने बाटो थियो त्यो बाटो कम्तीमा 15 मिनेटको थियो। मैले उसलाई छोडेर हतारमा त्यहाँबाट निस्केँ कि म अर्को गुन्जो टक्करको सवारी समातौँ, किनकि मानिसहरू विभिन्न शहरबाट आउँछन्, स्टपमा ओर्लिन्छन्, जस्तो कासिम चौक, बदिनी स्टप, फतेह चौक। मलाई त्यहाँबाट फेरि कुनै सवारी मिलोस्, म त्यही आशामा निस्केँ। तब त्यो बिराने 15 मिनेटको बाटोमा म 3-4 मिनेट मात्र हिँडेको थिएँ कि मलाई लाग्यो जस्तो मेरो बाइक भारी हुँदैछ। मलाई कोही मेरो बाइकमा बसे जस्तो महसुस भयो। त्यहाँ एउटा दहशतको माहौल छायो। म बाइकलाई जति गति दिइरहेको थिएँ, मेरो बाइक त्यति नै भारी हुँदै थियो। म बाइक कुडाइरहेको छु, तर बाटो सकिने नाम लिइरहेको थिएन। म घबराएँ र त्यस दौरान मेरो बाइक बन्द भयो। मैले फेरि बिस्मिल्ला पढेर बाइक स्टार्ट गरेँ। मैले बाइकमा हिँड्दै 1.5 लिटर पेट्रोल पनि हालेको थिएँ। मैले फेरि हिँड्न थालेँ र मलाई आफ्नो चारैतिर केवल पहाडहरू देखिँदै थिए र फेरि मलाई छनछनको आवाज आउन थाल्यो र फेरि मलाई लाग्न थाल्यो कि कोही टाढाबाट हाँसिरहेको छ र कोही निकै ठुलो सेतो साया उभिएको छ। अब यस्तो भयो कि म हिँडिरहेको छु र केवल मेरो बाइकको लाइट छ। मैले देखेँ कि एउटा निकै लामो सेतो कपडामा एउटा साया उभिएको छ। त्यति बेला मलाई निकै दहशत महसुस भयो। तब मैले उसलाई सिधा कट मारे र म तल झरेँ। फेरि मैले हिम्मत गरेर बाइक उठाएँ र फेरि चलाइरहेँ र फेरि कसैले पछाडिबाट बाइक समातेर रोकिदियो र जब मैले पछाडि फर्केर हेरेँ तब पछाडि पनि कोही साया थियो। उसले यति जोडले सास फेर्यो कि म त्यहाँ लडेर बेहोस भएँ र फेरि जब मलाई हल्का हल्का होस आयो तब बिहानको अजान भइरहेको थियो। जब मैले आँखा खोलेँ तब मेरो शरीर निकै भारी भइरहेको थियो। मेरो शरीर निकै दुखिरहेको थियो र मलाई लागिरहेको थियो जस्तो कसैले मलाई निकै कुटेको होस्। मैले उठ्ने कोसिस गरेँ तर मबाट उठेन र त्यसपछि मलाई फेरि होस रहेन। त्यस दौरान सूर्य उदय भयो र सवारीहरूको आवत जावत सुरु भयो। म छेउमा लडिरहेको थिएँ। संयोगवश एउटा रिक्सावाला आइरहेको थियो। सवारी छोडेर त्यसले अलिक बाटोबाट तल हेरेर मेरो बाइक परेको छ र म बेहोस लडिरहेको छु। उसले मलाई त्यहाँबाट उठायो, आफ्नो रिक्साबाट पानी निकालेर दियो। उसले मलाई पानी पिलायो, तब मलाई होस आयो। त्यो अल्लाहको बन्दाले मेरो बाइक उठाएर आफ्नो रिक्सामा राख्यो, मलाई उठायो। बाटोमै मलाई होस आदि आयो। फेरि उसले एउटा ठाउँमा होटलमा मलाई राख्यो। उसले मलाई चिया पिलायो र सोध्यो के भयो। मैले उसलाई सबै कुरा सुनाएँ। मेरो साथमा यो सब भयो। उसले मलाई भन्यो, अल्लाहको बन्दा, मलाई 3000 को सवारी मिलिरहेको थियो, त्यसैले म यतातिरबाट गएको थिएन। केही मानिसहरूलाई थाहा छैन कि यो इलाका भारी छ। तपाईँ देखिरहनु भएको छ कि यहाँ चारैतिर कुनै बस्ती छैन, केवल पहाडै पहाड छ। यस्ता इलाकामा रातको समयमा कोही आउँदैन। 1-2 घटनाहरू यस्ता पनि भएका छन् कि केही मानिसहरू यहाँ मृत्यु भएका छन्। रातमा यहाँबाट कोही गुज्रदैन र यदि गुज्रन्छ पनि भने 3-4 जना एकसाथ गुज्रन्छन्। तपाईँ थाहा छैन कसरी यतातिर निस्कनु भयो। तपाईलाई त अल्लाहले बचाउनु भयो। त्यो रिक्सावालेले मलाई यो पनि बतायो कि रातको 4 बजेतिर फतेह चौकबाट सवारी मिलेको थियो, त्यही साइडको। तर मैले तिनीहरूलाई राखेँ जब बिहान भयो तब मैले तिनीहरूलाई त्यहाँ छोडेँ र अब 7-8 बजेतिर तपाईँ मलाई यहाँ भेट्नुभयो। म पनि सूर्यको उज्यालोमा निस्केँ, जबकि तपाईँ अन्धकारमै यतातिर निस्कनुभयो। तपाईँ कसरी बाँच्नुभयो? त्यो चौकीदार तपाईलाई ठिक रोक्दै थियो। ऊ तपाईलाई डराएन, ऊ तपाईलाई रोक्दै थियो। तपाईँ मान्नुभएको भए यो त तपाईलाई अल्लाहले बचाउनु भयो। जब तपाईँ मेरो कथा आफ्नो शैलीमा बयान गर्नुहुनेछ तब मलाई निकै खुसी हुनेछ, किनकि आजसम्म म केवल अरूका कथाहरू सुन्दै आएको छु। यो मेरो आफ्नै आपबिती हो, जुन जिन्दगीमा पहिलो पटक मेरो साथमा भयो। त्यो मैले तपाईलाई बताएँ। यदि मन पर्यो भने आफ्नो च्यानलमा जरुर शेयर गर्नुहोला। धेरै धन्यवाद तपाईले आफ्नो कथा हामीसँग शेयर गर्नुभयो। साथीहरू, आशा छ आजका कथाहरू तपाईलाई मन परेका छन्। कथाहरू मन परे भिडियो लाइक गर्न नबिर्सनुहोला र यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।